श्रीमती श्रीमती अंकल डल्लो कि प्याज काट्दैछ के पकाउनु आँटेको यो उयो के पो स्यान्डविच गरेन पानीहरू ल्याइराख्नु कति पनि ल्याउनु भाँडै कम्ती पर उयो हेर्नु हाँसिरहेको छ यसरी काटौँ यसरी डल्लो एउटा त्यही त होइन हौ काट्नु फेरि होइन खै कहाँ छौ हाम्रो एकजना दाजु मिसिङ हेलो गाइस वेलकम टु माई च्यानल आई एम इन खोला बाई सी युट्युब ला उडो चिकन पाकिँदैछ बिजी छु गाइस हामी चाहिँ यहाँ छ खेल्ने जग्गा चाहिँ यहाँ छ हो त खेल्नु चाहिँ कसले आँट गरेको छैन म एक पसिकिन आइसक्यो यो मान्छेलाई हिजोदेखिको खेल्छु भन्दै आएको मान्छे खेल्नु मानेको छैन केही हुँदैन रहेछ मेरो सुक्यो त लुगा यी सुक्यो अन्त अर्को कुरा चाहिँ के हो भन्दा चाहिँ नि यो आलु पकाएको 1 घन्टा बेसी भइसक्यो पाक्दैन पनि अन्डाले पुरो चल्ला निकाल्न दिइसक्यो भित्रको आलु पाक्दैन ल यो चाहिँ कुखुरा सहित भइसक्यो सबैपट्टि भ्याइदिनु पऱ्यो होला नि बिजाहरू प्लेट कहाँ छ शिवजीले के गर्दैछ हेर्नु त आलु दम बनाउँदैछु अनि रिसरी चाहिँ किन भन्नु आलु दम बनाउँदैछु ठुलो दिदीलाई के भन्नु छ के भन्नु छैन घरभित्र पनि यही बाहिर आएर यही मात्रै भन्नु छ चिकन पोलायो यहाँ त चिकन पोलायो त्यसो मजाक हो अर्को यहाँ फेरि बस्तीको अहिले भातसँगै यो चाहिँ पाला चाहिँ भिड नै छै तर आपके साथ कोई मेरे ठुलो परेको यो निकाल्दिनु होइन